गल्ती गर्ने बेलामा आँखा देखिनस्, अहिले आएर गल्ती गरिसकेपछि चाहिँ भगवानलाई पुकार्छस्। मैले तिमीलाई पहिला भनेको हो क्या बुहारी, पहिला भनेको होइन यो मान्छे ठिक छैन भनेर, तिमीले पत्याइनौ। अहिले आएर थाहा पायो। तिमी समयमा मान्छे चिन्दिनौ क्या बुहारी, त्यही भएर त दुःख पाउँछौ। होइन जान जा, यस्तो बेजस हेर पनि के बसिरह होला। खुब मेरो बुहारीको दुःख बुझ्छु भनेर नजिक भएको थिइस्, आखिर अहिले आएर त रुवाएरै छाडिस्। कस्तो फटारे छ यो त। काकी, तपाईँलाई केही पनि थाहा छैन, त्यसै कुरा नबुझी नबोल्नुहोस् न। म यहाँ मुनालाई फकाउन र उहाँसँग माफी माग्न आएको। तपाईँ भने के कुरा गरेर कुरा नबिगार्नुहोस् न। ए उल्टै मैले कुरा बुझिनँ भन्छस्? मेरो बुहारीको दुःख म बुझ्दिनँ? गल्ती गरेपछि माफी माग्न आउँछस् त? ए बुहारी, माफी नदेऊ है, यसलाई माफी नदेऊ। तैँले फकाउँदैमा फकिने मेरो बुहारी बच्चा हो? गङ्गी काकी, म नराम्रो मान्छे होइन, मुनालाई सम्झाइदिनु न। फेरि मैले त्यति ठुलो गल्ती गरेको पनि थिइनँ, कुरा सानै त थियो। मुनालाई नरिसाउनु भन्नु न। ल मेरो त बारीमा काम छ, म त हिँडेँ। साथी नरौ न, आमाले तिमीलाई गाली गरे पनि म तिमीलाई जहिले नि माया गर्छु। आमाले जे भने पनि मलाई भेट्न आऊ है।